संविधान कस्तो कानुन हो भनेको छ प्रश्न। क निर्देशित कानुन हो, ख मूल कानुन हो, ग सन्दर्भ कानुन हो, घ मूलभूत कानुन नेपालको संविधानको भनिएको छ। कुन हुन्छ हेर्नु होला है। सुवासजी कपीमा टिप्नु होला ल। अहिले सुनमाया बोलन कपीमा टिप्नु होला। अहिले म उत्तराखण्डमा तपाईहरुलाई लग्दाखेरि तपाईहरुले अनि बताउनु होला कतिवटा मिल्यो मिलेन, त्यो होला मिल्यो मिलेन लेख्नु होला है त। त्यसैगरी दोस्रोमा संविधान पालना गर्नु प्रत्येक व्यक्तिको डट 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 हुनेछ भनिएको छ। क कर्तव्य, ख अधिकार, ग दायित्व, घ नैतिकता। त्यसैगरी प्रश्न 3 राष्ट्रभाषा सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ भनिएको छ। राष्ट्रभाषा सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ। क धारा 8, ख धारा 7, ग धारा 5, घ धारा 6। त्यसैगरी प्रश्न 4 नेपालको संविधान अनुसार राष्ट्रभाषा अनुसार डट 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 राष्ट्रभाषा हुन् भनेको छ। क भाषा आयोगले तोकेको सबै, ख संविधानमा उल्लेखित सबै, ग नेपालीमा बोलिने सबै मातृभाषा, घ नेपाली। घ नेपाली। त्यसैगरी प्रश्न 5 यस प्रकार छ। नेपालको संविधानको अनुसूची 2 सँग सम्बन्धित के कुरा रहेको छ भनिएको छ। तपाईहरुले नेपालको संविधानमा 9 वटा अनुसूची छ भन्ने कुरा तपाईहरुलाई थाहा छ नि साथीहरु हैन। 9 वटा अनुसूची मध्ये अनुसूची 2 के सँग सम्बन्धित छ। क नेपालको निशान छ, ख राष्ट्रिय झण्डा, ग राष्ट्रिय गान, घ प्रदेशमा रहने जिल्ला। प्रदेशमा रहने जिल्ला। त्यसैगरी प्रश्न 6 मा आइपुगेका छौं। प्रश्न 6 यस प्रकार छ। प्रश्न 6 यस प्रकार छ। नेपालको संविधान 2072 ले थप गरेको मौलिक हक देखाएको मध्ये कुन हो भनेको छ है। केही मौलिक हकहरु संविधानको 2063 को संविधान भन्दा थप कुराहरु 72 मा मौलिक हक अन्तर्गत छ। त्यो मध्ये थपिएको चाहिँ तलको मध्ये कुन हक हो भनिएको छ। क सम्मानपूर्वक बाँच्न पाउने हक, ख न्याय सम्बन्धी हक, ग सामाजिक न्यायको हक, घ संवैधानिक उपचारको हक। संवैधानिक उपचारको हक। त्यसैगरी प्रश्न 7 मा साथीहरु नेपालको संविधान 2072 को कति धारादेखि कति धारासम्म मौलिक हकहरुको व्यवस्था गरिएको छ। सुन्नुहोस् है, नेपालको संविधान 2072 को कति धारादेखि कति धारासम्म मौलिक हकहरुको व्यवस्था गरिएको छ। क धारा 15 देखि धारा 46 सम्म, ख धारा 16 देखि धारा 48 सम्म, ग धारा 16 देखि धारा 45 सम्म, घ धारा 16 देखि धारा 46 सम्म। हेर्नुस् है कुन हुन्छ। त्यसैगरी प्रश्न 8 पैतृक सम्पत्तिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ। यो कुन हक अन्तर्गत पर्दछ। सुन्नु होला है। पैतृक सम्पत्तिमा लैंगिक भेदभाव बिना
सबै सन्तानको समान हक हुनेछ, यो कुन हक अन्तर्गत पर्दछ? क सामाजिक न्यायको हक, ख भेदभाव विरुद्धको हक, ग समानताको हक, घ महिलाको हक। त्यसै गरी प्रश्न 9 तर्फ लाग्दैछौँ। साथीहरू पक्कै लेखिराख्नु भयो होला है। लेख्नु भएको छ कि छैन भन्नुहोस् त साथी। ढिलो छिटो के छ, ठिक छ अथवा छैन? खै साथीहरू त हराउनु, केही लेख्नुहुन्न त, लेख्नुहोस् न। अलि छिटो भयो सर। ठिक छ, ठिक छ भन्नुभएको छ, छिटो ठिकै छ है। लेखेछु सर। यो अहिले नलेख्नुहोस् ल, लेख्नु पर्दैन तपाईहरुलाई। अहिले खाली तपाईहरुले कुन नम्बरको कुन अप्सन्स हुन्छ भनेर मात्रै लेख्नुहोस् है। अहिले तपाईहरुलाई म उत्तर खण्डमा लगिहाल्छु एकैछिनमा। तपाईहरुलाई यो पीडीएफ हामी क्लास सकिँदा तपाईहरुको भाइबर ग्रुपमा राखिदिसकेका हुन्छौँ है। पेमेन्ट गरे साथीहरुको हामीले भाइबर ग्रुप बनाएको छ। त्यो भाइबर ग्रुपमा क्लास सकिने बित्तिकै हामी तपाईहरुलाई भाइबर ग्रुपमा राखिदिन्छौँ। त्यसैले तपाईहरुले यसलाई हुबहु सार्न पर्दैन। सर सिग्देल 1 to 5 फेरि छ भन्नुभएको छ। भर्खर आउनुभयो होला, अनि भर्खर आउनेहरूलाई देखाउँदै गएँ भने सकिन्छ सकिँदैन होला आज प्रश्न उत्तर। ठिक छ, एकचोटि देखाइदिन्छु। स्क्रिनशट गर्नु होला है। सार्न भ्याउनुहुन्न, स्क्रिनशट गर्नुहोस् ल। ल ल हामी प्रश्न 9 मा आइपुगेका छौँ जस्तो लाग्छ मलाई। प्रश्न 9, लैंगिक भेदभाव बिना समान वंशीय हक हुने यो कुन हक अन्तर्गत पर्दछ? लैंगिक भेदभाव बिना समान वंशीय हक हुने यो कुन हक अन्तर्गत पर्दछ? क सामाजिक न्यायको हक, ख भेदभाव विरुद्धको हक, ग समानताको हक, घ महिलाको हक। त्यसैगरी प्रश्न 10, नेपालको संविधान 2072 कुन धारामा बालबालिकाको हकको व्यवस्था गरिएको छ र उक्त धारामा कतिवटा उपधाराहरू रहेका छन्? हेर्नुहोस् है, बालबालिकाको हकको प्रबन्ध कति धारामा गरिएको छ र बालबालिका सम्बन्धी हकमा कतिवटा उपधाराहरू रहेका छन् भनेको है। क धारा 39 उपधारा 10 वटा छ, ख धारा 39 उपधारा 8 वटा छ, ग धारा 38 उपधारा 10 वटा छ, घ धारा 39 उपधारा 11 वटा छ। त्यसैगरी प्रश्न 11, नेपालको संविधान 2072 मा राज्यका कतिवटा नीतिहरू समावेश गरिएको छ? नेपालको संविधान 2072 मा राज्यका कतिवटा नीतिहरू समावेश गरिएको छ? क 12 वटा, ख 13 वटा, ग 11 वटा, ख 10 वटा। त्यसैगरी प्रश्न 12, नेपालको संविधान कहिले जारी गरिएको हो? नेपालको संविधान कहिले जारी गरिएको हो? क 2072 6 को महिना 3 गते, ख 2072 5 को महिना 30 गते, ग 2072 6 को महिना 5 गते, घ 2072 6 को महिना 4 गते।
त्यसैगरी प्रश्न नम्बर 13 नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भयो? नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भयो? क 2072 10-16 गते, ख 2072 11-16 गते, ग 2072 9-16 गते, घ 2072 12-16 गते। ल प्रश्न 14 साथीहरू, नेपालको संविधान 2072 मा कति भाग, धारा र अनुसूची रहेका छन्? नेपालको संविधान 2072 मा कति भाग, धारा र अनुसूची रहेका छन्? क 25 भाग 138 धारा र 9 अनुसूची, ख 35 भाग 135 धारा र 9 अनुसूची, ग 35 भाग 136 धारा र 9 अनुसूची, क 35 भाग 308 धारा र 9 अनुसूची। त्यसैगरी प्रश्न 15 नेपालको संविधान 2072 को कति धारादेखि कति धारासम्म मौलिक हकको व्यवस्था गरिएको छ? क धारा 16 देखि 45, ख धारा 12 देखि 41, ग धारा 16 देखि 46, घ धारा 16 देखि 47। त्यसैगरी प्रश्न नम्बर 16 साथीहरू, नेपालको संविधान 2072 को कति भागमा मौलिक हकको व्यवस्था गरिएको छ? नेपालको संविधान 2072 को कति भागमा मौलिक हकको व्यवस्था गरिएको छ? क भाग 6 मा, ख भाग 5 मा, ग भाग 4 मा, घ भाग 3 मा। साथीहरू लेख्नु होला है फटाफट। त्यसैगरी नेपालको संविधान 2072 को कुन धारामा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ? नेपालको संविधान 2072 को कुन धारामा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ? क धारा 30 मा, ख धारा 31 मा, ग धारा 32 मा, घ धारा 33 मा। त्यसैगरी प्रश्न 18 नेपालको संविधान 2072 मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ? कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ? क 31 वटा, ख 32 वटा, ग 33 वटा, घ 34 वटा। त्यसैगरी प्रश्न 19 नेपालको संविधान 2072 को कुन धारामा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ? नेपालको संविधान 2072 को कुन धारामा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ? क धारा 16 मा, ख धारा 18 मा, ग धारा 17 मा, घ धारा 19 मा। लेख्दै गर्नुहोस् है।
त्यसैगरी प्रश्न 29 नेपालको संविधान 2072 को कुन धारामा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ? क धारा 16, ख धारा 18, ग धारा 17, ग धारा 19। त्यसैगरी प्रश्न 20 नेपालको संविधान 2072 को कुन धारामा समानताको हकको व्यवस्था गरिएको छ? नेपालको संविधान 2072 को कुन धारामा समानताको हकको व्यवस्था गरिएको छ? क धारा 19 मा, ख धारा 16 मा, ग धारा 17 मा, ख धारा 18 मा। साथीहरु तपाईहरुलाई मैले 20 वटा प्रश्नहरु राखे है। बाँकी प्रश्न भोलि राखौँला। अब हामी यसको उत्तर खण्डतर्फ लागौं है। तपाईहरुलाई क्वेशन्स यो 40 वटा क्वेशन्सको सेट हो। तपाईहरुलाई मैले 20 वटा क्वेशन राखे। 20 वटा क्वेशन्स फेरि हामी भोलिको कक्षामा छलफल गर्छौं है त। अब यसको तपाईहरुलाई म उत्तर खण्डतर्फ लिएर जाँदैछु है त। ल हेर्नु होला उत्तर खण्डमा संविधान कस्तो कानून हो भनिएको छ। तपाईहरुले पढ्ने बेलामा पढ्नुहुन्छ, हामी पढाउँछौं। संविधान भन्ने बित्तिकै तपाईहरुलाई यो मूल कानून हो भन्छौं है। यसकै आधारमा अरु कानूनहरु निर्माण हुने भएको हुनाले संविधानलाई के भनिन्छ भन्दा मूल कानून भनिन्छ साथीहरु है। नझुक्किनु होला, निर्देशित कानून नि हैन, सन्दर्भ कानून नि हैन है। त्यसैले यसको सही आन्सर मूल कानून हो। यसरी बुझ्नु होला। दोस्रो हामी दोस्रोमा छौं। दोस्रो प्रश्न के थियो? संविधान पालना गर्नु प्रत्येक व्यक्तिको हुनेछ भनेछ। संविधान पालना गर्नु प्रत्येक व्यक्तिको हुनेछ भनेछ है। यहाँ संविधान छुट्याएको छ। संविधान पालना गर्नु प्रत्येक व्यक्तिको हुनेछ। क कर्तव्य, अधिकार, दायित्व, नैतिकता भनेपछि कर्तव्य। यसको सही आन्सर अप्सन क कर्तव्य। त्यसैगरी प्रश्न 3 राष्ट्रभाषा सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ भनिएको छ? राष्ट्रभाषा सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ भनिएको थियो। यो अप्सन ग धारा 6 है। मिल्ने साथीहरुले वाइ लेख्नुस्, नमिल्ने साथीहरुले एन लेख्नुस्। एक्टिभ हुनुस् है साथी, एकदम एक्टिभ हुनु होला है। मिल्ने साथीहरुले वाइ लेख्नुस्, नमिल्ने साथीले एन लेख्नुस् न। कतिवटा मिलाउनु भने थाहा हुन्छ नि हामीलाई है। यस सिर्जना राईले वाइ भन्नु भएको छ। सिर्जना राई, सुनिल एन्जलले पनि वाइ भन्नु भएको छ है। त्यसैगरी प्रश्न 4 मा नेपालको संविधान अनुसार राष्ट्रभाषा हुन् भनेको छ। नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हो।
त्यसैगरी प्रश्न 5 थियो नेपालको संविधानको अनुसूची 2 सँग सम्बन्धित के छ भनिएको थियो। अनुसूची 2 मा गान है राष्ट्रिय गान। साथीहरु कतिको मिलेन लेख्दै गर्नु होला है। त्यसैगरी प्रश्न 6 मा थियो नेपालको संविधान 72 ले थप गरेको मौलिक हक त्यागेको मध्ये कुन हो भनिएको थियो। यो सम्मानपूर्वक बाँच्न पाउने हक। त्यसैगरी प्रश्न 7 नेपालको संविधान 72 को कति धारादेखि कति धारासम्म मौलिक हकको व्यवस्था गरिएको छ भनेको छ। यो चाहिँ धारा 16 देखि धारा 46 सम्म। संविधानमा 308 वटा धाराहरू छन्। 308 वटा धारा मध्ये धारा 16 देखि धारा 46 सम्म मौलिक हकहरूको व्यवस्था गरिएको छ। ल भन्नुस् त मौलिक हकहरू कतिवटा हुन्छ जम्मा लेख्नुस् त च्याट बक्स। कतिवटा? यस सरु सुभाष जीले लेख्नुभयो, सौर्णीले लेख्नुभयो, सिर्जना ल सबजना लेख्नुभयो। रोजी महर्जन 30 लेख्नु भएको छ। अरु सबैले 31 लेख्नु भएको छ है। रोजी महर्जन ठिक होला कि अरु साथीहरु ठिक होला त? ल भन्नुस् त। ल बहुमत कदर हुन्छ हौ रोजीजी है। लोकतन्त्र हो नि त। लोकतन्त्रमा के को कदर हुन्छ? बहुमतको है। 31 वटा हुन्छ है। 16 देखि 46 सम्म। 46 बाट 16 घटाउने हैन साथीहरु। 46 बाट 16 घटाए 30 भइहाल्छ नि। 16 पनि काउन्ट गरे के हुन्छ? 31। 16 पनि हो नि त। 16 17 18 गर्दै जानु त 46 सम्म 31 वटा हुन्छ। हो न 31 वटा त सुभाषजी है। हो न 31 वटा। ल त्यसैगरी प्रश्न 8 पैतृक सम्पत्तिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुने चाहिँ यो कुन हक अन्तर्गत पर्दछ भनेर चाहिँ हेर्नुस् है। यो समानताको हक अन्तर्गत पर्दछ। अप्सन ग यसको सही आन्सर है। त्यसैगरी प्रश्न 9 लैंगिक भेदभाव बिना समान वंशीय हक हुने यो कुन हक अन्तर्गत पर्दछ भनेर चाहिँ यो चाहिँ महिलाको हक हो है। महिलाको हक। कुरो बुझ्नु होला हेर्नु शब्द शब्दमा बुझ्नुपर्छ है। प्रश्न 9 मा छौ। त्यसैगरी प्रश्न 9 मा छौ है। महिलाको हक भयो। 10 मा नेपालको संविधान 72 कुन धारामा बालबालिकाको हकको व्यवस्था गरिएको छ र उक्त धारामा कतिवटा उपधाराहरू रहेका छन् भनिएको छ। बालबालिकाको हक धारा 39 मा छ साथीहरु। धारा 39 मा यसमा 10 वटा उपधाराहरू रहेका छन् है। बालबालिकाको हकहरू 10 वटा रहेका छन् भनेर बुझ्नु भए पनि हुन्छ। त्यसैगरी प्रश्न 11 नेपालको संविधान 2072 मा राज्यका कतिवटा नीतिहरू समावेश गरिएको छ भनिएको छ।
नेपालको संविधान 2072 मा राज्यका कतिवटा नीतिहरू समावेश गरिएको छ भनेको छ प्रश्न। यो 13 वटा नीतिहरू छ है साथीहरू, 13 वटा नीतिहरू समावेश गरिएको छ है। अर्को, नेपालको संविधान कहिले जारी गरियो भनेको छ। कति सजिलो क्वेसन छ हैन त। एकजना साथीले भोलि भन्दै हुनुहुन्थ्यो, भोलि नै हो तर साल मात्रै फरक है। भोलि नै हो, भोलि संविधान दिवस हो, असोज 3 गते साथीहरू। नेपालको संविधान 2072 असोज 3 गते जारी गरिएको छ, मात्रै साल मात्रै सम्झिनु पर्यो। 72 असोज 3 गते, 6 को महिना 3 गते है। त्यसैगरी प्रश्न 13, नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भयो भनिएको छ है। नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भयो भनिएको छ प्रश्न। यसको सही जवाब 2072 11 को महिना 16 गते है। हेर्नुस् है, 2072 11 को महिना 16 गते पहिलो संशोधन भएको छ नेपालको संविधान 2072 को। त्यसैगरी प्रश्न 14, नेपालको संविधान 2072 मा कति भाग, कति धारा र कति अनुसूची रहेका छन्। नेपालको संविधान 2072 मा कति भाग, कति धारा र कति अनुसूची रहेका छन्। यसको सही आन्सर हो अप्सन घ 35 भाग, 308 धारा र 9 अनुसूची। हेर्नुस् है, 35 भाग, 308 धारा र 9 अनुसूची रहेका छन्। त्यसैगरी प्रश्न 15, नेपालको संविधान 2072 को कति धारादेखि कति धारासम्म मौलिक हकको व्यवस्था गरिएको छ भनिएको छ। यो धारा 16 देखि धारा 46 सम्म, अप्सन ग। त्यसैगरी नेपालको संविधान 2072 को कति भागमा मौलिक हकको व्यवस्था गरिएको छ भनेको छ। मौलिक हकसँगै कर्तव्यहरू भन्ने पनि छ है। मौलिक हक र कर्तव्यहरू भन्ने छ, यो भाग 3 मा उल्लेख गरिएको छ। भाग 3 मा उल्लेख गरिएको छ। 35 भाग मध्ये भाग 3 मा चाहिँ मौलिक हकहरू छ भन्नु खोजे है साथीहरु। यसरी बुझ्नु होला तपाईहरुले। त्यसैगरी प्रश्न 17 मा छौं हामी। नेपालको संविधान 2072 को कुन धारामा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ भनेको छ। शिक्षा सम्बन्धी हक धारा 31 मा छ। हेरेर सम्झिन नि सजिलो छ। मौलिक हक कतिवटा छ भन्यो भने 31 वटा। मौलिक हकहरु कतिवटा छन् भन्यो भने 31 वटा। सुन्नुस् है, शिक्षा सम्बन्धी हक कतिमा छ भने अब 31 मै छ। धारा 31 मा के छ, शिक्षा सम्बन्धी हक छ भनेर बुझ्नु पर्यो है। त्यसैगरी नेपालको संविधान 72 मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ। आइको क्वेशन हेर्नुस्, 31 वटा। शिक्षा सम्बन्धी हक कतिमा छ, धारा 31 मा। कतिवटा मौलिक हकहरुको प्रबन्ध गरिएको छ भन्यो भने पनि धारा 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ भनेर बुझ्नु पर्यो। बुझ्नुहुन्छ नि साथी। त्यसैगरी 29 मा नेपालको संविधान 2072 को कुन धारामा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ भनेछ। नेपालको संविधान 2072 को कुन धारामा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ भनेर चाहिँ यो धारा 16 मा। धारा 16 मा अन्तिम प्रश्न थियो। नेपालको संविधान 2072 को कुन धारामा समानताको हकको व्यवस्था गरिएको छ भन्ने थियो आजको अन्तिम प्रश्न। नेपालको संविधान 2072 को कुन धारामा समानताको हकको व्यवस्था गरिएको छ भनेको थियो। यसको सही आन्सर अप्सन घ धारा 18। अप्सन घ धारा 18। ल साथीहरु, आजको प्रश्न उत्तर खण्ड यति नै। बाँकी 20 वटा प्रश्नहरु छ, यसमा 40 वटाको सेट छ। भोलिको कक्षामा हामी तपाईहरुको बीचमा बाँकी प्रश्न उत्तर लिएर आउने छौं। ल भन्नु साथीहरु, कतिवटा मिलाउनु तपाईहरुले लेख्नुस् त। ओहो हो, यहाँ मिस्टेकमा लागेछ है। यो धारा 17 नै हो है। यो मिस्टेकमा लाग्यो, मैले यसलाई करेक्सन गरे है त। यसलाई मैले करेक्सन गरे। यो है साथी हो है, धारा 17 है साथी हो।
क्लास सकिया हो सर? हेलो ए बा हो। साथीहरू कहाँ ट्र्याक्टर चलिरहेको थियो? ल्यापटपमै होला नि ल्यापटप चलिरहेको छ। हजुरकै ल्यापटपमा जस्तो छ।